हेलो साथीहरु नमस्ते। म चाहिँ आज स्कुल आइरहेको छु। यहाँनिर मेरो साथीलाई पर्खिरहेको छु। यहाँ चाहिँ दोकानमा के पाउँछ हेर्नुस् होला। घरको सामानहरुदेखिको कस्मेटिक सबै पाउँछ है। हेर्नुस् है। यहाँनिर दोकानमा हामी चाहिँ सधैँ यहाँ दोकानमा बस्छौं नि त। त्यही भएर यहाँ चाहिँ यो दोकान चाहिँ कैँजलीमा छ, हाम्रो कैँजली बजारमा। हेर्नुस् गाइस, यहाँ मेरो युट्युब च्यानलमा सब्स्क्राइब गर है गाइसहरु। ल गाइसहरु हेलो गर्देऊ। आज चाहिँ यति मात्रै खाइम, भक्कु चाहिँ खान सकिन। सुरेखा दिदी कस्तो क्यूट है। खोल, यो चाहिँ के हो? पाण्डा रे हो, पाण्डा बत्ती बल्ने लाइट अरे। अमैलो गर्लफ्रेन्ड बा बेडेको रहेछ, के माया लाग्दो। कता छुनु पर्ने? मुनि होला। अब थिच्नु त। यो चाहिँ रुममा राख्ने? कति हैन? वाह कस्तो दामी। कति हैनहरु? राख न, उही राखेर एकछिन। हामी चाहिँ स्कुल गएको है साथीहरु। ए आफै यहाँ पार्सल पनि फ्री एटिक्स रहेछ। यहाँ हेर्नु न। यो चाहिँ हाम्रो सानो कैँजली बजार हो। हामी चाहिँ कैँजली आउँछौँ नानी ल्याउनु। यो हेर्नु पाउनुहुनेछ, हेर्नुहोस्। अब चाहिँ हामी स्कुलबाट घर फर्किँदैछौँ। हेर्नुहोस् होला, बहिनीहरू पनि भेट्यौँ। छुट्टी भएर पनि घर फर्केको। यो चाहिँ बगानबेली फुल हो, कस्तो दामी फुलिरहेको छ हेर्नुहोस्। अब चाहिँ हामी पनि घर पुग्यौँ साथीहरू। मेरो भ्लग मन पर्यो भने तपाईहरुले लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गरिदिनुस् होला साथीहरु। बाइ बाइ। अब तपाईहरुलाई नेक्स्ट भ्लगमा भेट्छौँ हामी।